बिस्मिल्लाह अल्हम्दुलिल्लाह अस्सलातु वस्सलामु अला मन ला नबिय बाद अम्मा बाद। आदरणीय दाइ भाइ दिदी बहिनीहरू, अहिलेको जो विषय छ त्यो पवित्रताको साथ सम्बन्धित छ। यस विषयमा म तपाईहरूको सामनेमा आइमाईहरूको जो महिनवारी र सुत्केरी सँगै चाहिँ के छ रे, मान्छे जो आफ्नो श्रीमतीसँग जो यौन सम्पर्क गर्छ त्यसले गर्दा जो नुहाउने अनिवार्य हुन्छ, नुहाउनु पर्छ भनेर त्यसको कुराहरू विशेष गरी चर्चा गर्नेछु। त्यसको बारेमा विशेष गरी चर्चा गर्नेछु। त ध्यानपूर्वक सुन्नु होला कि कुन कुराले मान्छेलाई के गर्नुपर्छ र हाम्रो जीवनमा यो कुराहरू चाहिँ र दिदी बहिनीहरूको जीवनमा पनि यो कुराहरू सधैँ आउने गर्छ। त्यसले गर्दा चाहिँ यो कुराहरूलाई ध्यानपूर्वक सुन्नु होला र समस्याको हिसाबले मैले बयान गरेको अनुसार आफ्नो आफ्नो समस्याको समाधान गर्न प्रयास गर्दै गर्नु होला। त सुन्नु होला पवित्रताको वर्णन। पवित्रताको वर्णन नमाजको लागि जीव नमाज पढ्ने ठाउँ र लुगा पवित्र हुनु पर्दछ। फेरि ध्यानपूर्वक सुन्नु होला। नमाजको लागि जीव ठाउँ र लुगा पवित्र हुनु पर्ने छन्। यो तीन कुरा याद राख्नु। जीव, नमाज पढ्ने ठाउँ र लुगा पवित्र हुनु पर्दछ। जुन लुगा हामीले जिउमा लगाएका छन् त्यो लुगा पवित्र हुनु पर्दछ। यसैले नछुने भएकी अर्थात् महिनवारी की अवस्थामा भएकी, पंचेकी, मासिक तथा प्रसूतिका आइमाईको लागि नमाज माफ छ। अपवित्र लोग्ने मानिस व स्वास्नी आइमाई मानिस र पञ्चेकी व सुत्केरी आइमाईलाई मस्जिदमा बस्नु पनि मनाही छ। यदि दुधे बालकको पिसाब लुगा अथवा जिउमा लाग्यो भने त्यसमाथि पानी छिर्कनु काफी छ। केटीको पेशाब सबै हालतमा पखाल्नु अनिवार्य छ। अपवित्र अर्थात् स्वपनदेश व आफ्नो श्रीमतीसँग यौन सम्पर्क गर्नाले जो मान्छे अपवित्र हुन्छ, जसलाई जुम्बी भन्छ, लोग्ने मानिस तथा स्वास्नी मानिस दुवैको निम्ति जरुरी छ कि केशहरूका फेदसम्म पानी पुर्याएर पवित्र गरोस्। आइमाईहरूले केश बाटिएका जुरा तथा चुल्ठाहरूलाई उकेस्नु हुँदैन, बरु मात्र केशको फेद र टाउकोको छालासम्म पानी हाल्नु र पुर्याउनु अनिवार्य छ। यदि उजु गरेपछि उजुका कुनै अङ्गका कुनै ठाउँमा पानी नपुगेको भए र त्यो ठाउँ सुक्खा भएमा भिजिएको हातलाई त्यस ठाउँमा फेर्नु र घस्नु पर्याप्त छ।
जुन मानिसले नुहाउँदाखेरि नै वुजु गरेको छ भने त्यसको लागि यही वुजु नै काफी छ। हजरत आइशा रदियल्लाहु ताला अन्हाले भन्छन् कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जब जनाबत अपवित्रता अर्थात यौन संपर्क को कारण नुहाउँदथे भने पहिला दुवै हातलाई पखाल्दथे, फेरि नमाज झैं वुजु गर्दथे र हातमा पानी लिएर केशका फेदहरू तथा टाउका को छालालाई भिजाउँदथे तथा केशका जरामा औँलाहरूसित कोर्दथे। फेरि 3 चुल्लु पानी लिएर आफ्ना टाउको माथि हाल्दथे। यदि नुहाउने ठाउँ पवित्र भएको छ भने त्यहाँबाट, यदि नुहाउने ठाउँ अपवित्र भएको छ भने, फेरि सुन्नुहोला, यदि नुहाउने ठाउँ अपवित्र भएको छ भने त्यहाँबाट पवित्र ठाउँमा आएर खुट्टा पखाल्नु पर्दछ। नछुने तथा सुत्केरी हुनेको अवस्थामा के गर्नुपर्छ भने त्यसमाथि पनि ध्यान दिनुहोला। नछुने तथा सुत्केरी भएकी आइमाईले नमाज पढ्नु हुँदैन। नछुने तथा सुत्केरी भएकी महिलाहरूले नमाज पढ्नु हुँदैन र रोजा सौम पनि राख्नु हुँदैन। अपवित्र पुरुषले तथा महिला मानिस यी दुवैलाई कुरान पढ्नु मनाही छ। आइमाईलाई आदत बमोजिम महिनामा जति दिन मासिक धर्म अर्थात महिनवारी आउँदछ त्यो उसको महिनवारी को रगत हो। त्यस अवस्थामा नमाज माफ छ। यस्तो आइमाईको लागि कुरान पढ्नु र यस हालतमा मस्जिदमा बस्नु सबै मनाही छ। तर यस बाहेक आदतको विरोध जो रगत आउँछ त्यसलाई इस्तिहाजा भनिन्छ। मासिक महिनवारी बाहेक रोगको कारण जो रगत महिलाहरूलाई आउँछ त्यसलाई इस्तिहाजा भनिन्छ। इस्तिहाजाको हालतमा आइमाईले नमाज पढ्नुपर्छ, तर प्रत्येक नमाजको लागि वुजु गर्नुपर्छ, नुहाउनु पर्दैन। बच्चा पैदा हुने अवसरमा र पैदा भएपछि जुन रगत आइमाई अर्थात महिलाको पाठेघरदेखि निस्किन्छ त्यसलाई निफास भनिन्छ। निफासको अधिक भन्दा अधिक मुद्दत 40 दिनसम्म हो र नछुने भएकी अर्थात महिनवारी को जो अवस्था छ ती अवस्था त्यो माथि पनि लागू हुनेछन्। अर्थात महिनवारीको अवस्थामा नमाज पढ्नु मिल्दैन, कुरान पढ्नु मिल्दैन, व्रत बस्नु मिल्दैन। सेम ती कुराहरू
त्यो आइमाई माथि पनि जरुरी हुन्छ, लागू हुन्छ। जुन आइमाई जच्चा छिन्, बच्चा जनेकी छ, सुत्केरीकी छ, सुत्केरी अवस्थामा पनि नमाज पढ्नु मिल्दैन र व्रत लिनु पनि मिल्दैन। आदरणीय दाइ भाइ, यो कुरा संक्षेपमा म तपाईहरुको सामनेमा पवित्रताको बारेमा राखेको छु। अल्लाहसँग मेरो द्वारा प्रार्थना छ कि कुराहरू मेरो लागि, तपाईहरुको लागि र मुस्लिम समुदाय दाइ भाइ दिदी बहिनीहरूको लागि लाभदायक प्रमाणित होस् र अल्लाह तालाले मेरो यो प्रयासलाई स्वीकार गरोस् र तपाईहरु पनि मेरो लागि र मेरो यो कुराहरू जो छ त्यसमा त्यो कुराहरू तपाईहरुको लागि कतिको लाभदायक छ भनेर त्यसको बारेमा पनि प्रतिक्रिया व्यक्त गर्दै गर्नुहोला र दुआ गर्दै गर्नुहोला कि अल्लाह ताला मलाई र तपाईहरुलाई पनि अल्लाह तालाको सत्य भक्त बन्नेमा जो कुराहरू जरुरी छ त्यो कुराहरू चाहिँ अल्लाह तालाले हामीहरूलाई प्रदान गरोस्। आमीन। सल्लल्लाहु तआला अला नबी मुहम्मद।